Hey guys, guess is where I'm going. As you can see, मैले चाहिँ एयरपोर्टमा छु है। हजुरहरूले गेस गर्नुहोस् है त म कहाँ गएको भनेर। अनि म यहाँ एयरपोर्टमा छु अहिले। अनि त्यसपछि म अब करेन्सी पनि चेन्ज गर्छु बिकज आई डोन्ट ह्याभ। अनि मैले चेन्ज गरेँ। त्यहाँको एकदमै धेरै रहेछ त्यहाँको पैसा चाहिँ। अनि म राति पुगेँ कि राति पुगेँ अनि घुम्न आउने मान्छे किन सुत्ने भनेर अन्त म राति नै निस्केँ कि घुम्नलाई। त्यहाँको नाइट मार्केट हेर्नुहोस् न, यति राति 12-1 बजे थियो है यतिखेर। अन्त उयो रातभरि मान्छे चाहिँ यसो रमाइलो गर्ने रहेछ। म पनि त्यहीँ पुगेँ है। रेस्टुरेन्ट यो चाहिँ गल्लीमा क्या, त्यहाँको गल्लीमा यस्तो राम्रो रेस्टुरेन्ट। हेर्नुहोस् न साथीहरू, दिमाग भए के चाहिँ हुँदैन रहेछ त। अनि साथीहरू कहिलेकाहीँ घुम्नु पनि पर्दो रहेछ है। मैले चाहिँ जति मैले एक्सपिरियन्स गरे अनुसार चाहिँ यसो आफ्नो कमाइबाट अलिकति चाहिँ घुम्नलाई छुट्याउनु पर्छ जस्तो लाग्यो मलाई। एकदमै धेरै नयाँ नयाँ कुराहरू हेर्न पाइन्छ, नयाँ नयाँ एक्सपिरियन्स होइन। मरेर लानु के छ र है साथी हो। त्यसैले म चाहिँ हेर्नुहोस् न, यस्तो राम्रो यो अन्डर वाटर हो के, अन्डर वाटर कस्तो राम्रो क्या। आई फिल ब्लेस्ड किनभने यस्तो राम्रो ठाउँमा पुगेँ, नयाँ नयाँ कुराहरू हेर्न पाएँ, एकदमै रमाइलो भयो। कतिजना साथीहरूले त ठाउँको नाम गेस गरिसक्नुभयो होला, कतिजनाले छैन होला है। कस्तो राम्रो हेर्नुहोस् न। अनि अगाडि अगाडि चाहिँ मेरो गाइड हिँडिरहनु भएको छ। अनि हामी चाहिँ पछाडि, हामी चाहिँ अब ग्रुप थियौँ। अरू साथीहरूले चाहिँ भिडियो निकाल्न मना गर्नुभयो है। त्यसैले मैले उहाँहरूको भिडियो खिचिनँ। कति ठाउँहरूमा चाहिँ भिडियो निकाल्न पनि नपाउँदो रहेछ। अनि म चाहिँ घरिघरि लुकी अब होइन हाल्नु पऱ्यो नि त भ्लग त, के गर्ने, साथीहरूलाई देखाउनु पऱ्यो भनेर। अनि घरिघरि लुकी चाहिँ भिडियो निकाल्थेँ, तर कति ठाउँ चाहिँ नपाउँदो रहेछ। अनि हेर्नुहोस् न पछाडि गोल्डन, यो चाहिँ हाम्रो नेपालमा, नेपाल गौतम बुद्धको जन्म स्थान भए पनि तर यो कन्ट्रीमा पनि एकदमै राम्रो बुद्ध धर्म मान्नु हुँदो रहेछ। अनि त्यसपछि अहिले चाहिँ हामी यहाँनिर केभभित्र जाँदैछौँ। केभ पनि यस्तो अमेजिङ छ नि गाइज, के भन्नु र। केभ त हाम्रो नेपालमा पनि छ तर यस्तो छैन कि। हेर्नुहोस् न यस्तो राम्रो केभ छ नि। भित्र चाहिँ कलरफुल देखेँ मैले। आई डोन्ट नो त्यो के हो, त्यो नेचुरल हो कि त्यो लाइटले गरे हो, त्यो चाहिँ बुझ्न सकिनँ। अनि गाइज मेरो चाहिँ यहीँ सकिन्छ मेरो भ्लग चाहिँ। अनि म भोलिपल्ट चाहिँ फर्किन्छु। एकदमै टायर्ड भएको कारणले गर्दा चाहिँ मैले खासै भोलिपल्टको भ्लग भएन, किनभने अर्ली मर्निङ मेरो फ्लाइट थियो गाइज है। हेर्नुहोस् है त, यो हेर्नुहोस् न कलर हो कि के हो, आई डोन्ट नो, लाइटले गरे हो कि के हो, तर एकदमै राम्रो थियो। बाई।